कफीमा त किरा पो रहेछ। सबै फाल्नु पर्यो। सम्झिँदा कस्तो घिन लागिरहेछ। हेलो हेलो फ्यामिली, के छ? मेरो चाहिँ एकदम ठिकठाकै छ। के खाउँ भइरहेको थियो, यसो हेरेको त खोइ यो कफी हो कि के हो, मलाई त थाहा नै थिएन। अब चाहिँ जे भयो भने खान्छु भनेर मैले चाहिँ ट्राई गर्न थालेँ। मैले ट्याक्कसँग ल्याएर ग्यास पनि खोल्देँ, त्यसपछि ताप्के लाइने हाल्देँ। त्यसपछि मैले भाँडाबाट दुध झिकी ताप्केमा खनाएँ। त्यसपछि मैले गिलास चाहिँ ठिक पारिसकेको थियो अनि कफी फोरेँ। मलाई चाहिँ केही थाहा थिएन, फर्स्ट टाइम हो कि, अनि त्यही भएर मैले चाहिँ कफीलाई हालेँ, मस्त गर्न थालेँ। फाइनली यता चाहिँ दाल पाकिरहेको थियो अनि यता चाहिँ दुध फाइनली पाकिसकेको थियो। मैले ग्यास पनि बन्द गरेँ। त्यसपछि मैले गिलासमा घोलेर खाएँ। हिजोको अन्डा बनेको थियो, अन्डा खाएको त यस्तो दामी भएको थियो। मैले चाहिँ हिजो अन्डा खाएको थिएन, हिजोको साट आज खाएको। अनि त्यसपछि मैले दुधलाई नै ट्राई गरेको। सुरुमा त ठिकै लागेको थियो, पछिबाट त किरा पो रहेछ। सबै दुधलाई चाहिँ मैले फ्यालिदिएँ। सो यति सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै थ्याङ्क यू। अब भोलि चाहिँ मेरो डे 8 हुन्छ। डे 8 मिनी ब्लगमा भेट्छु म हजुरहरूसँग। आजको लागि चाहिँ बाई बाई।